ओके एभ्रिवान अघि लास्ट भिडियोमा चाहिँ हामीले सर्ट क्वेसन्सलाई चाहिँ कन्टिन्युटी दिँदै थियौँ होइन। अब त्यसमा चाहिँ हामीले 8वटासम्म यहाँसम्म गरेका थियौँ भने अब चाहिँ अहिले चाहिँ अब हामी 9 नम्बरको क्वेसन्स गर्न गइरहेछौँ होइन। 9 नम्बरको क्वेसनमा चाहिँ के छ त भन्दाखेरि प्रुभ द्याट द युनिट अफ ग्राभिटेसनल कन्स्ट्यान्ट इज डिराइभ युनिट भनेर सोधेको छ है। सो जुन ग्राभिटेसनल कन्स्ट्यान्ट भन्छ त्यो चाहिँ तिमीहरूले युनिट 7 फोर्स एन्ड मोसनमा पढ्नुपर्छ। र त्यो फोर्स एन्ड मोसनमा तिमीहरूले चाहिँ यो ग्राभिटेसनल कन्स्ट्यान्ट चाहिँ के हो भनेर त्यतिखेर तिमीहरूले डिटेलमा बुझ्छौ। र अहिलेलाई चाहिँ अब हामीले सिम्पली हेर्न पर्दाखेरि चाहिँ यसको डेरिभेसन हेरौँ है त के हुन्छ। ल अब पेन र पेपर लिएर रेडी हुनु होइन। ओके सबभन्दा सुरुमा हामीले के थाहा छ त भन्दाखेरि वी नो द्याट है हाम्रो ग्राभिटेसनल फोर्स भनेको एफ इजिकल टु क्यापिटल जी जुनलाई चाहिँ हामीले ग्राभिटेसनल कन्स्ट्यान्ट भन्छौँ अनि m1 इन्टु m2 अपन आर स्क्वायर हुन्छ है। सो अब यसबाट जीको भ्यालु मात्रै पत्ता लगाउनलाई यो जीको भ्यालु मात्रै पत्ता लगाउनको लागि अब हामीले के गर्नु भन्दाखेरि यो जीलाई अगाडि ल्याएर दिने और जी इज इक्वल टु एफ यो डिभाइडमा छ भने चाहिँ उता जाँदाखेरि आर स्क्वायर मल्टिप्लाई हुन्छ अपन यो m1 m2 यहाँ मल्टिप्लाईमा छ अथवा पारिपट्टि जाँदाखेरि m1 इन्टु m2 हुन्छ। ल अब यसलाई चाहिँ यसको युनिट राखौँ नि त। अब युनिट राख्नुभन्दा पनि पहिला हामीले यसलाई क्यालकुलेट गर्नु। यो एफ भनेको थियो एम इन्टु ए हो इन्टु आर स्क्वायर भनेको हाम्रो रेडियसको स्क्वायर भयो। अब m1 इन्टु m2 सो अब के हुन्छ हेर त यहाँ हेर है। अब युनिट राख्नु यो एम को युनिट केजी इन्टु ए को युनिट मिटर पर सेकेन्ड स्क्वायर इन्टु आर भनेको के हो त रेडियस रेडियस भनेपछि लेन्थ लेन्थ भनेपछि मिटर मिटरको स्क्वायर डिवाइडेड बाई अनि m1 भनेको मास अफ फर्स्ट बडी अनि m2 भनेको मास अफ सेकेन्ड बडी। सो एउटा केजी एउटा गयो। सो के हुनु त भन्दाखेरि एम क्युब यो एम स्क्वायर यो एम यो र यो मल्टिप्लाई गर्दाखेरि एम क्युब आयो अनि यो चाहिँ डिभाइडमा जान्छ भनेपछि एस स्क्वायर केजी सिम्पली लेख्दाखेरि एम क्युब पर केजी सेकेन्ड स्क्वायर। सो अब हेर त हामीले यहाँ लेख्नु पर्यो के लेख्नु पर्यो त भन्दाखेरि कन्क्लुजन लेख्नु पर्यो है त। देयरफोर सिन्स द unit of gravitational constant g is derived from 3 fundamental units meter kg and second, so it is derived unit भनेर यसरी लेख्न सक्यो है त। यसरी चाहिँ हामीले लेख्न सक्यो। ल अब जाउँ क्वेसन नम्बर 10 मा हैन। अब के भनेछ भन्दाखेरि अ स्टुडेन्ट हैज टु टेस्ट द इन्टररिलेसन बिट्विन द ग्रोथ अफ द प्लान्ट एन्ड द अवेलेबिलिटी अफ द सनलाइट वाट विल बी द अघि भर्खर गरेको हैन। अब डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल के हुन्छ। सो इन्डिपेन्डेन्ट भेरिएबल आइबी भनेको के हुन्छ त भन्दाखेरि हामीले के गर्ने हो त भन्दाखेरि कन्ट्रोल गर्ने हो त भन्दाखेरि सनलाइटको एमाउन्ट कन्ट्रोल गर्ने हो नि हैन। सनलाइटको एभाइलेबिलिटी कन्ट्रोल गर्ने हो भनेपछि अब के हो त भन्दाखेरि एभाइलेबिलिटी यही क्वेसनमै छ नि त। हेर त क्वेसनमा भएको एभाइलेबिलिटी अफ सनलाइट यो हामीले कन्ट्रोल गर्ने एभाइलेबिलिटी अफ द प्लान्टले कति सनलाइट लिन्छ भन्ने कुरा हामीले कन्ट्रोल गर्ने हो। अनि त्यो भएपछि प्लान्टको ग्रोथ कस्तो हुन्छ भन्ने कुरा द्याट इज डिपेन्डेन्ट हैन। अनि तर हामीले सोधेको के छ त भन्दा कन्ट्रोल भेरिएबल छ। ल कन्ट्रोल भेरिएबल भनेको के हो त भन्दाखेरि हामीले कति पानी दिन्छौँ त हैन एमाउन्ट अफ वाटर सप्लाइड हैन। अब एमाउन्ट अफ फर्टिलाइजर सप्लाइड त्यो पनि हुन्छ हैन यो त भयो। अब हामीलाई डिपेन्डेन्ट भेरिएबल सोधे अब यस्तो केसमा के हुन्छ त भन्दाखेरि ग्रोथ द प्लान्ट भनेर हामीले बुझ्न सक्छौँ है। ल अब जाउँ 11 क्वेसनमा। 11 क्वेसनमा चाहिँ यहाँ के भनेको छ त स्टुडेन्ट हैज टु टेस्ट द चेन्ज इन द इफोर्ट एप्लाइड
हेरे इफोर्ट एप्लाइडमा कति चेन्ज आउँछ भन्ने कुरा उसले हेर्नु छ एन्ड द नम्बर अफ पुली युज्ड हैन अनि त्यसपछि इन दिस एक्सपेरिमेन्ट आइडेन्टिफाई द कन्ट्रोल्ड भेरिएबल एन्ड डिपेन्डेन्ट भेरिएबल फ्रम द नम्बर अफ पुलिज हामीलाई के दिएको छ भन्दाखेरि हामीले एउटा दिएको कन्डिसन भनेको नम्बर अफ पुलिज हैन नम्बर अफ पुलिज दिएको छ अनि अर्को भनेको लोड अफ अब्जेक्ट दिएको छ अनि इफोर्ट एप्लाइड दिएको छ अनि फ्रिक्सन प्रोड्युस्ड इन द पुली दिएको छ र टाइप अफ पुली दिएको छ अब हेर है यहाँ के बुझ्नु पर्यो त भन्दाखेरि पहिला सबभन्दा सुरुमा हामीले कन्ट्रोल भेरिएबल सीबी के हो त्यो हेर है अब हामीले चाहिएको यहाँ सोधेको भनेको चाहिँ कन्ट्रोल भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल मात्रै सोधेको छ हैन सो हामीले कन्ट्रोल भेरिएबल के हो भनेर बुझ्नु पर्यो कन्ट्रोल भेरिएबल भनेको जुन कुरालाई हामीले चेन्ज गर्छ जस्तै हामीले लोडलाई चेन्ज गर्दैनौँ त्यही भएर यो सीबी भयो हामीले अर्को के चेन्ज गर्दैन भन्दाखेरि टाइप अफ पुली पनि हामीले चेन्ज गर्दैनौँ जस्तो पुली युज गरेछ फर्स्ट केसमा त्यस्तै कुरा हुन्छ अनि अर्को भनेको यो फ्रिक्सन प्रोड्युस पनि हामीले कन्स्ट्यान्ट हुन राख्छौँ है फ्रिक्सन प्रोड्युस हुन दिँदैनौँ प्रोड्युस भयो भने सबैमा सेम एमाउन्ट अफ फ्रिक्सन प्रोड्युस होस् भन्ने चाहन्छु सो हाम्रो सीबी भनेको के हुँदैछ त लोड अफ अब्जेक्ट अब एउटा भनेको छ हैन हामीले तीनटा यहाँ आइडेन्टिफाई गरिसक्यो अनि त्यसपछि अर्को भनेको के छ त भन्दाखेरि डिपेन्डेन्ट भेरिएबल अब डिपेन्डेन्ट भेरिएबल भनेको के हो त भन्दाखेरि हामीले नम्बर अफ पुली चेन्ज गर्न सक्छौँ हो नम्बर अफ पुली जस्तै एउटा राख्ने कि दुईटा राख्ने कि तीनटा राख्ने कतिवटा पुली राख्ने त्यसमा चाहिँ डिपेन्ड गर्न सक्छ जस्तै धेरै पुली राख्यो भने इफोर्ट कम लाग्ला एउटा मात्रै पुली राख्यो भने इफोर्ट धेरै लगाउनु पर्ला सो डिपेन्डेन्ट भेरिएबलमा के हुने भयो त भन्दाखेरि नम्बर अफ पुली युज्ड है अनि त्यति मैले सोधा त छैन त्यही नै हामीले इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ के हुन्छ त भन्दाखेरि चेन्ज इन इफोर्ट भनेर हामीले भन्न सक्छौँ है ल यो क्वेसन नम्बर 11 पनि सक्यो अब क्वेसन नम्बर 12 मा चाहिँ राइट टु डिफरेन्स बिट्विन इन्डिपेन्डेन्ट एन्ड डिपेन्डेन्ट भेरिएबल भनेको छ हेर्नु यो त धेरै सजिलो भयो कि है इन्डिपेन्डेन्ट भेरिएबल आइबी भनौँ मैले के भनेको टी फर्मेटमा बनाउने भनेको थियो अनि डिपेन्डेन्ट भेरिएबल पहिलो के हुन्छ त भन्दाखेरि फर्स्टमा दुईटा लेख भनेको छ फर्स्टमा के हुन्छ इन्डिपेन्डेन्ट भेरिएबल भनेको आइबी इज changed by the researcherले वा एक्सपेरिमेन्ट गर्ने मान्छेले एक्सपेरिमेन्टरले चाहिँ के गर्दो रहेछ चेन्ज गर्दो रहेछ भने डिपेन्डेन्ट भेरिएबल इज चेन्ज्ड ड्यू टु द चेन्ज इन आइबी भनेको इन्डिपेन्डेन्ट भेरिएबलमा चेन्ज आएर जे कुरामा चेन्ज हुन्छ द्याट इज डिपेन्डेन्ट भेरिएबल अनि अर्को भनेको इट इज कज इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो त भन्दाखेरि इट इज कज अनि इट इज इफेक्ट यसै दुईटा लेख्न सक्यो होइन जस्तै अब यसलाई चाहिँ इट इज के अरे एक्स भेरिएबल होइन अनि इट इज वाइ भेरिएबल चाहिँ हामीले भन्न सक्छौँ है त ल अब यसरी दुईवटा मात्रै सोधेर त धेरै लेखिन नपरेन अब यति भएपछि हामीले भन्न सक्यौँ ल अब हामी जान्छौँ सर्ट क्वेसन्सहरू भ्याइयो अब हामी जान्छौँ लङ क्वेसनमा है त अब लङ क्वेसन चाहिँ के छ त भन्दाखेरि लङ क्वेसन पनि एकदम त्यही 2 मार्क्सवालालाई अब दुईटा जोडेर पढेपछि त्यो भइहाल्यो है त जस्तो फर्स्ट केसमा मैले धेरै यसमा डिटेल जानु पर्ने जस्तै मोर ग्रोथ अफ प्लान्ट इन सनलाइट भनेर के सोधेछ इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल सो आईको केसमा इन्डिपेन्डेन्ट भेरिएबल के हुन्छ त भन्दाखेरि एमाउन्ट अफ सनलाइट हुन्छ कति सनलाइट दियो त हैन एमाउन्ट अफ सनलाइट भयो अनि त्यसपछि डिपेन्डेन्ट भेरिएबल के हुन्छ त भन्दाखेरि मोर ग्रोथ हुन्छ ग्रोथ अफ प्लान्ट अब घाम पायो भने मोर ग्रोथ हुन्छ घाम पाएन भने लेस ग्रोथ हुन्छ अब सेकेन्डमा जाउँ त्यहाँ त क्याटापुल्ट मेजरिङ द स्ट्रेच अफ द क्याटापुल्ट एन्ड द डिस्टेन्स कभर बाइ द यसमा पनि के हुन्छ त इन्डिपेन्डेन्ट भेरिएबल भनेको हामीले के तन्काउँछौँ हामीले तन्काउँछौँ स्ट्रेचिङ अफ द क्याटापुल्ट स्ट्रेचिङ अफ क्याटापुल्ट होइन गुलेली तन्काउनु कति तन्काउँछ त्यो हामीलाई भर पर्छ डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ डिस्टेन्स
covered by the stone. स्टोनले अब कति डिस्टेन्स कभर गर्छ भन्ने कुरा है। सो यति धेरै सजिलो हुन्छ यो लङ क्वेसनमा आयो भने झन् तिमीलाई त एकदम बल्ले बल्ले हो हैन। यस्तो खालको क्वेसन लङ क्वेसनमा आयो भने तिमीलाई रमाइलो हुन्छ है त, सजिलैसँग गर्न सक्छ। 4 मार्क्स स्योर भयो के त्यतिपछि। अनि अब हेर 2 नम्बरमा हैन, यो चाहिँ ग्रेड इम्प्रुभमेन्ट जिआइई भनेको, यो जिआइई भनेको चाहिँ ग्रेड इम्प्रुभमेन्ट एक्जाम है, यो चाहिँ जिआइई हुन्छ। ल अब वाट आर द डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट भेरिएबल्स इन्भल्भ इन टेस्टिङ अ रिलेसन बिट्विन मिडियम अफ लाइट एन्ड रिफ्र्याक्टिभ इन्डेक्स। अब यो सबै तिमीले के बुझ्नुपर्छ त भन्दाखेरि रिफ्र्याक्टिभ इन्डेक्स चाहिँ के अरे मिडियम अफ लाइटमा चाहिँ डिपेन्ड हुन्छ हैन। कुन चाहिँ मिडियममा चाहिँ लाइट ट्राभल गर्दैछ त्यही अनुसार चाहिँ रिफ्र्याक्टिभ इन्डेक्स हुन्छ है। जेनरली के हो त भन्दाखेरि म्यू इज इक्वल टु, म्यू भनेको रिफ्र्याक्टिभ इन्डेक्स है, यो रिफ्र्याक्टिभ इन्डेक्सलाई हामीले म्यू भन्छौँ। म्यू इज इक्वल टु के हो त हाम्रो जेनरल फर्मुला भन्दाखेरि स्पिड अफ लाइट इन भ्याक्युम, जसलाई चाहिँ सीले डिनोट गर्छ हैन। अनि त्यसपछि स्पिड अफ लाइट इन मिडियम बी हैन। अब हेर त के रहेछ त यहाँ डिपेन्ड गर्दो रहेछ नि त हैन। सो यो मिडियममा स्पिड धेरै भयो भने रिफ्र्याक्टिभ इन्डेक्स कम हुने भयो हैन। सो के हुने भयो त भन्दाखेरि अब यहाँ चाहिँ के हुने भयो त डिपेन्डेन्ट भेरिएबल कुन हुने भयो, रिफ्र्याक्टिभ इन्डेक्स हुने भयो। के हुने भयो रिफ्र्याक्टिभ इन्डेक्स चाहिँ तिमीहरूको के हुने भयो डिपेन्डेन्ट भेरिएबल। अर्को इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ के रहेछ भन्दाखेरि यो मिडियम कुन चाहिँ मिडियममा युज लाइट पठाउनु भन्ने कुरा त त्यो त रिसर्चरमा डिपेन्ड भयो त हैन। ल अनि त्यसपछि अर्को के भयो त मिडियम अफ लाइट हैन। अनि के भनेछ हाउ आर दिज भेरिएबल्स रिलेटेड विथ इच अदर भन्ने है। अब म्यू इज इन्भर्सली यो डायग्राम बनाएर अनि यो लेख्ने इन्भर्सली प्रोपोर्सनल टु speed of light in medium B भनेर लेख्ने है। यति लेखेर धेरै हैन, जम्मा 4 लाइन पनि लेख्न पर्ने के। यो फर्मुला लेख, यो दुईटा लेख, यो लेखेपछि तिम्रो मार्क्स ढ्याङ्गी ढ्याङ आयो। अनि त्यसपछि डिफरेन्सिएट बिट्विन डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल अघि भर्खर लेखेको होइन, त्यसमा म फेरि गइनँ हैन। अनि अब फोर्स एप्लाइड यो नि भर्खर गऱ्यो अनि यो नि त्यही गरेर सेम है। भनेपछि यो अघिको क्वेसन्सहरू रिपिट हुँदो रहेछ, त्यही भएर यसलाई चाहिँ हामीले के समस्या दिन हुँदैन रहेछ है। त्यो अघि के हो यो रिपिट क्वेसन भयो हैन। रिपिट क्वेसनलाई हामी गर्दैन, तिम्रो आफै लेखेर है। ल हेर अब 4 नम्बरको यो प्रोबब्ली दिस इज द लास्ट क्वेसन हैन। अब यो लास्ट क्वेसन नै हो। अब लास्ट क्वेसनमा के छ त भन्दाखेरि वाट इज डिराइभ युनिट भन्ने देखाउनु पर्यो हैन। अब अनि चेक द युनिट वाइज होमोजेनिटी भनेको छ है। अब यसको नि गरौँला। अब हेर हियर वाट भनेको के वाट इज युनिट अफ पावर, पावरको युनिट भनेको वाट हो। सो पावर P इज इक्वल टु वर्क अपन टाइम हैन। वर्क भनेको के त फोर्स इन्टु डिस्टेन्स अपन टाइम। अनि फोर्स भनेको के हो त भन्दाखेरि मास इन्टु एक्सलेसन इन्टु डिस्टेन्स अपन टाइम। सो अब युनिट राख्दिउँ केजी, एक्सलेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर इन्टु डी भनेको मिटर भयो अपन टी भनेको सेकेन्ड भयो। सो केजी मिटर स्क्वायर पर सेकेन्ड क्युब हुन्छ है। सो सिन्स the unit of power watt is derived from fundamental units
kg meter and second, so it is derived unit होइन हामीले लेख्न सक्यो है। अब यसमा पनि यो चाहिँ यो हामीले यस्तो खालको गरिसकेका छ होइन, यो लास्ट भिडियोमा हामीले गरेका छौँ होइन। त्यसमा गएर हेर्नु होइन, यो युटी स्क्वायर भनेको चाहिँ यसमा चाहिँ के हुने त भन्दा यतापट्टि एम इज इक्वल टु अनि यु भनेको मिटर पर सेकेन्ड इन्टु टी भनेको टी स्क्वायर भनेको सेकेन्डको स्क्वायर हुन्छ प्लस 1/2 ए भनेको मिटर पर सेकेन्ड स्क्वायर इन्टु सेकेन्ड स्क्वायर गर्दाखेरि यो काटिन्छ। सो यो चाहिँ एलएचएस इज नट इक्वल टु आरएचएस आउँछ। अब के लेख्नुपर्छ त्यो तिमीहरूलाई थाहा छँदैछ है। सो यो पनि तिमीले गर्न सक्छौ। सो यसरी चाहिँ हामीले सोधेको क्वेसन्सहरूलाई चाहिँ हामीले सल्भ गऱ्यौँ होइन। अब तिमीहरूको काम के हो त भन्दाखेरि अब हुन त अरू क्वेसन्सहरू पनि छ, त्यो अरू क्वेसन्सहरू पनि हामी हेरौँला। कुनै छुटेको नयाँ क्वेसन्सहरू आयो भने म फेरि भिडियो लिएर आउँछु होइन, यस्तै भिडियो। र अब नेक्स्ट भिडियो चाहिँ हामी युनिट 2 को भिडियो हेर्छौँ। तबसम्मको लागि चाहिँ प्लिज कमेन्ट गर्नु, सब्सक्राइब गर्नु र साथीहरूले सेयर गर्नु होइन। तिमीले जति लाइक गर्छौ कमेन्ट गर्छौ त्यही अनुसारले चाहिँ मैले यस्तो भिडियो बनाउनलाई चाहिँ अलिकति मोटिभेसन मिल्छ। सो त्यसको लागि पनि प्लिज डु लाइक अनि कमेन्ट अनि सेयर गर्नु है त साथीहरूसँग। ल सी यु इन द नेक्स्ट भिडियो।